हेलो साथीहरू, हेर्नु है मैले युकेमा फुलाएको फुल अनि सयपत्री पनि फुल्न आँटेको छ। रङ्गीन चङ्गीन जिरेनियम फेरि फुल्न आँटेको छ। फर्सी छ, यस्तो छ, खतरा दामी छ। अनि यसरी गएर यहाँ फर्सी हेर्नु न, गट्टा लागिरहेछ। सयपत्री पनि फुलेको छ। अकबरी खोर्सानीको बिरुवा हेर्नु न, यहाँ कस्तो दामी भएको छ। यहाँ सयपत्री फुल्नु आँट्यो। फर्सी सयपत्री फुल फुलेर हेर्नु न। यहाँ आलु पनि फल्दैछ। यहाँ कम्ती दाना लागेको छैन, बाहिरै निस्केको थियो नि मैले पुरिदिएको। फेरि सयपत्री फुल, धनियाँ फलेर हेर्नु न, फुलेर फलेर लट्टे सयपत्री अनि काँक्रा फलेको हेर्नु। यहाँ कत्रो ठुलो भइसक्यो। यहाँनिर यतापट्टि पनि छ काँक्राको चिचिलाई। काँक्राको उयो पातेर भएर काटिदिएको कि मैले। यहाँनिर पनि हेर्नु न, अर्को पनि गट्टा लाग्दैछ कि यहाँनिर। के गर्नु, मुन्टा टिपौँ कि भनेको, फेरि गट्टा लाग्दो रहेछ। त्यही भएर टिपिनँ। अकबरीको बिरुवा हियर अल्सो वान स्मल, सानो बिरुवा छ। अनि यतापट्टि त सयपत्रीहरू फल्दै गरेको, टमाटर, काँक्रा, के हो के धनियाँ, 4 जात 36 वर्णको छ यहाँनिर चाहिँ टमाटरहरू फल्दैछ। अनि यो चाहिँ चुच्चेको बोट हो। लहरा भएर कत्रो ठुलो भएर आएको छ। अनि ढ्यान्टेरेन अकबरीको बिरुवा हेर्नु। यहाँ खोर्सानी, तर खोइ आँखा लाग्छ होला हौ, नजर लाग्छ कि। यहाँ पनि रोपेको छ, कस्तो राम्रो भएको कि। फल्नु चाहिँ फल्छ कि फल्दैन। यहाँ पनि छ, यो चाहिँ बाल्टिनमा रोपेको, यो चाहिँ मलको प्लास्टिकको। यो पनि हुन्छ कि हुन्न भनेर यत्तिकै लगाइरहेको। राम्रो हुने रहेछ भने पछि ल्याउँछु, गमलामा लगाउँछु। यो साइडमा यति छ। अनि यो साइडमा सयपत्रीहरू फुल्न लाग्यो। त्यहाँदेखि चुच्चे, त्यहाँदेखि फर्सीको मुन्टा, पुदिना, के हो के 36 वर्णको छ। सिमीहरू फलिरहेछ। अनि यो अर्को फर्सी हो, यो नेपाली फर्सी। सयपत्री फुल्न आँट्यो। यो अर्को खालको सिमी हो, हेर्नु न। यो हात हेर्नु न, यहाँ बारीमा काम गरेर रातो फुल्ने सिमी यस्तो देख्नु भएको छ कि त। अनि यो मुन्टाहरू थुप्रै पलाउँदैछ। सोँपको सागहरू, सोँपहरू फुलेर। अनि यहाँनिर क्या अर्को खालको सिमीहरू फलेर खाँदैन, टिप्दैन त यो त। फेरि फर्सीहरू फुलेर यस्तो छ। अनि के भने गाजर फल्दैछ। बेथे यता हामी चाहिँ बेथु भन्छौँ, यता चाहिँ बेथे भन्दो रहेछ। हेर्नु न, कत्रो गाजर फल्दैछ। गाजर यो सबै गाजर हो। अब सौप र धनियाँ चाहिँ फुल्यो। अनि अरू यस्तो छ साथीहरू। सागसब्जी है युकेमा फलाउँदैछ गरेको फर्सीहरू गट्टा लाग्छ। यस्तो छ गाइज। बाई।